चाहिँ मैले छुँदाखेरि ऊ ज्रिङ 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 हुने तर्सिने त्यस्तो टाइपको भइरह्यो। अनि भइसकेपछि अनि किन चाहिँ ऊ तर्सिरहेछ, किन चाहिँ ऊ टाढा भइरहेछ मबाट भन्ने जस्तो फिल भयो। तर मैले त्यो अब के होला उसलाई प्रेसर होला बिहेको दिन त्यस्तो अब केही भन्ने जस्तो लाग्यो होइन। लगाइसकेपछि अनि भयो भोलिपल्ट त्यो दिन बेलुका एक शब्द चाहिँ के भनेको थियो भने त्यो दिन बेलुका उसले म सुतेछु क्या, त्यो अब थकाइ लाग्यो त्यो सुतेछु। अनि कस्तो कस्तो आवाजले मलाई सिर कोरेर जैसाब जैसाब भनेको थियो क्या, जस्तो दुईचोटि जस्तो बोला जस्तो लाग्यो मलाई। उसले मलाई ज्वाइँ भनिरहेको थियो क्या, उसले मलाई ज्वाइँ भनिरहेको थियो। अनि त्यो कुराले चाहिँ मलाई अचम्म लागिरहेको थियो होइन। अनि भइसकेपछि किन उसले चाहिँ मलाई ज्वाइँ भनिरहेछ भने जस्तो त्यो त्यो लाग्यो थियो। तर मैले त्यो ख्याल गरिनँ होइन, दिमागमा मैले त्यो राखिनँ क्या। दिमागमा नराखिसकेपछि अनि भोलिपल्ट बिहान भयो। बिहान भइसकेपछि कस्तो भने उसको बिहेभ चाहिँ कस्तो भने 10 मिनट 15 मिनट 10 मिनट 15 मिनटमा चेन्ज भइरहेको थियो। कहिले ऊ एकैछिन खाना पकाइरहेछ भने त्यो छोडेर एकैछिन बाहिर जाने, अर्कै टाइपले कुराहरू गर्ने होइन। अनि फेरि जस्ट मेरो आमासँग पनि कहिले के भनेर कुरा गरिदिने, कहिले के भनेर कुरा गरिदिने, कस्तो हाफ माइन्ड जस्तो लाग्न थाल्यो है। त्यो बाबालाई पनि मलाई पनि त्यो दिनै त्यो भोलिपल्ट नै त्यस्तो लाग्न थाल्यो। अनि त्यहाँ मेरो बाबा फेरि हाक्की हाक्की बोल्नुहुन्थ्यो डाइरेक्ट। अनि त्यहाँ मलाई बोलाएर भन्नु के हो उसले त उहाँलाई चाहिँ रामु काका राम भन्दो रहेछ होइन। अनि त्यो रामले त छोरीको बिहे किन यस्तो हतार गऱ्यो भने त्यसको दिमाग छैन क्या हो भनेर भन्नुभयो। अनि भनिसकेपछि मैले खोइ भनेर भने क्या, मलाई पनि थाहा छैन अब उहाँहरूले मागेर बिहा गरिदिनु भएको है। मलाई उसको आनी बानी केही पनि थाहा छैन। अब लभ परेर बिहा गरे भए यसको आनी बानी यस्तो छ भन्ने कुरा हुन्छ होइन। अनि केही पनि थाहा छैन। त्यसो भनिसकेपछि अनि मलाई नि हल्का शङ्का लाग्यो, अनि के भइरहेछ भने जस्तो लाग्यो। अनि भइसकेपछि त्यो दिन बेलुकाको टाइम छ। आमा मेरो मम्मी चाहिँ बिमारी हुनुहुन्छ, त्यो उठ्नै नसक्ने क्या, ओछ्यानबाट उठ्नै नसक्ने हुनुहुन्छ होइन। अनि भइसकेपछि उसले खाना बनाउँछु भनेर खाना बनाउन लागिरहेको थियो। मैले बाहिर अब हाम्रो त खाना त दाउरामा पकाउनु पर्ने होइन। दाउरामा पकाउनु पर्ने चाहिँ मैले दाउराहरू चिर्देँ क्या, त्यो बेलुकाखेरि दाउराहरू चिर्देँ, ठिक पार्देँ। अब खाना बनाऊ तिमी भनेर भने हस् भन्यो होइन, ऊ आफैले हस् भन्यो। भनिसकेपछि अनि खाना बनाउन लाग्ने टाइममा के भयो भने तपाईँको मैले दाउरा साउरा चिरेर लगिदिइसकेपछि होइन। अब उसलाई के भने उसले भने मलाई आगो फुक्न आउँदैन भनेर भन्यो। मलाई आगो फुक्न आउँदैन भने ल कस्तो खालको केटी हो यार, गाउँमा जन्मेको केटी अब आगो फुक्न आउँदैन भन्छ होइन। अनि भनिसकेपछि अनि मैले नै फुक्देँ होइन। अब ऊ नयाँ छ, उसलाई अब किन प्रेसर दिने, बिस्तारै गर्ला भन्ने जसमा चाहिँ मैले नै आगो सागो फुकिदिइसकेपछि मैले आगो गरेर बालिदिइसकेपछि म टक्क बाहिर बसेँ होइन। बाहिर आएँ, आमा चाहिँ बाहिर खाटमा सुताइरहेको थिएँ भनौँ, बेलुका मात्र भित्र जान्थ्यौँ। अनि त्यो बाहिर आमासँग बस्छु भनेर आइसकेपछि चाहिँ तपाईँको एकछिन पछि कस्तो अनि एक्कासी भित्रबाट चाहिँ कस्तो भने कस्तो मजाले हाँसेको जस्तो गलललल हाँसेको जस्तो। एक्लै छ मान्छे, एक्लै छ तर अर्कै साउन्ड आइरहेछ, उसले नर्मल बोल्ने भन्दा अर्कै साउन्ड आइरहेछ होइन। र गललल हाँसेको जस्तो फिल आयो क्या मलाई, मैले सुनेँ किन हाँसिरहेछ होइन, किन हाँसिरहेछ त ऊ भन्ने जस्तो फिल भयो क्या मलाई। अनि म दौडेर टक्क हेर्न जाँदा ऊ त्यो जुन हाम्रो घरको मूलथाममा उभिरहेछ। बेलुका त्यस्तै 7 साढे 7 को टाइम छ हो। अनि ऊ हाम्रो घरको मूलथाममा उभिरहेछ होइन। अब हाम्रो नभनौँ उसको पनि घर हो बिहा गरेर आएपछि। तर अनि उभिरहेछ तपाईँको त्यहाँनिर त्यो आगो दर बलिरहेछ। त्यो आगोलाई हेरेर ऊ हाँसिरहेछ र उसले त्यहाँनिर के भइरहेछ भने त्यहाँ हाम्रो घरको करे आएर टक्क आफै बस्छ, त्यो ओदानमाथि आफै बस्छ, त्यो दृश्य भइरहेको छ होइन। अनि जस्तै ओदानमाथि आफै बस्छ, त्यसपछि तेल हाल्छ है। त्यहाँनिर खाना ऊ त्यहाँ बसेर हाँसिरहेछ, उसले हातले छोया छैन। त्यहाँ खानाहरू पकाउने काम अरूले गरिरहेछ क्या। तर त्यो केही पनि देखेको छैन, त्यो आफसे आफ चलिरहेछ होइन, एकदम चलिरहेछ। त्यो